हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज फेरि म हजुरको लागि हेर्दा पनि राम्रो, खाँदा पनि मिठो, बन्नु पनि छिट्टो फ्रेन्च टोस्टको रेसिपी लिएर आइसकेको छु। टोस्टको लागि मैले यहाँ 2वटा अन्डा लिएर मजाले फिट्छु अनि 1 कप दुध राखेर यसलाई पनि फिट्छु र ठुलो स्पुनको 1 र आधी चिनी, सानो आधी स्पुनको दालचिनी पाउडर, सानो स्पुनको 1 र आधी भेनिला एक्स्ट्र्याक्ट अनि 1 पिन्च नुन राखेर मजाले मिक्स गर्छु। सबै कुरा मिक्स भइसकेपछि म ब्रेडलाई यसरी सबैतिर यो मिक्सर पुग्ने गरी पल्टाउँदै मिलाउँदै ब्रेडले मिक्सरलाई सोच्न दिन्छु। अब चाहिँ म एउटा प्यानमा बटर राखेर लो टु मिडियम हिटमा यसरी टोस्ट बनाउँछु। फ्रेन्च टोस्ट चाहिँ अलिक मोटो ब्रेडले बनाउँदा राम्रो मिठो हुन्छ। मसँग नभएको हुनाले मैले यहाँ एकैचोटि 2वटा स्लाइस ब्रेड लिएर बनाउँदैछु। हजुरहरूले पनि मैले जसरी बनाउन सक्नुहुन्छ या ठुलो नकाटेको ब्रेड लोफ लिएर मोटो साइजमा काटेर पनि बनाउन सक्नुहुन्छ। फ्रेन्च टोस्ट पनि बनेर रेडी भयो। अब चाहिँ म मेपल सिरप र मलाई मनपर्ने फ्रुट्सहरू राख्छु र एक्स्ट्रा ग्लियो र राम्रो देखाउनको लागि माथिबाट आइसिङ सुगर राख्छु। हजुरहरूले पनि आफ्नो मनपर्ने फ्रुट्सहरू राख्न सक्नुहुन्छ र मेपल सिरपको ठाउँमा गोल्डन सिरप, हनी, क्रिम, आइसक्रिम एक्स्ट्रा बटर जे राखेर पनि खान सक्नुहुन्छ। भन्दै मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब र रेसिपी भिडियोहरूलाई लाइक, सेयर अनि कमेन्ट गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। सी यू अन नेक्स्ट भिडियो।